Hello guys, वेलकम टु माई न्यू भ्लग है। म चाहिँ अब यसो आज छुट्टी कपाल सपाल काटेर ठ्याक्क जिम गइदिउँ भनेर हो। एक लट जिम गएर यसो बडी बनाउनलाई फेरि होइन है, बडी चाहिँ होइन, यसो हेल्दी होम रिफ्रेस होस् भनेर मेरो रुमबाट चाहिँ नजिकै छ, त्यस्तो टाढा छैन, लगभग 10-15 मिनटको वाकिङ डिस्टेन्स हो। अब हिँड्दैछु, ठ्याक्क गएर 1-2 सट हानेर आइदिनु पर्यो है, कस्तो हुन्छ है। म हजुरहरूलाई ब्याग देखाउँछु यहाँ कति सुन्दर छ भन्ने कुरा। क्विन्सटाउन लेक टेकापु भन्छ यसलाई चाहिँ। एकदमै ठुलो छ है यो लेक पनि, धेरै नै ठुलो। बादल लागिरहेछ मासतिर, हिउँ परेछ डाँडातिर। टाउन चाहिँ धेरै नै सानो छ, यो धेरै नै सानो। पोखरा भन्दा पनि धेरै नै सानो छ टाउन चाहिँ, तर नपाउने चाहिँ केही पनि छैन। अनि एकदम म्यानेजेबल छ, जस्तो जे खोजे पनि पाउने कि, सब एकदमै म्यानेज भएको भनौँ न। हिँड्दैछु है, अलिकति टाउनको भ्यू पनि म खिचौँ अहिले। जिमसिम सकेर यसो टाउन घुमेर घर आउनु पर्यो है त। है गाइस, नजारा इभिनिङ हुन लाग्यो। यो नजारा चाहिँ यस्तो दामी छ, टुरिस्ट मात्रै छ। टुरिस्ट भन्दा चाहिँ लगभग कोही पनि हुँदैन यहाँ। त्यहाँ माथि चाहिँ स्काइलाइन भन्ने छ, गोन्डोला। यहाँ प्याराग्लाइडिङ भइरहेछ।
ब्युटिफुल सिटी। आज चाहिँ जाडो ठिकै छ, त्यस्तो एकदम जाडो पनि छैन, कम जाडो नै छैन, ठिक्क 4 डिग्री जति होला। यो चाहिँ फ्लोटिङ बार भन्छ यसलाई। टक्क फुड लिएर जाने, ड्रिङ्क खाने, बस्ने, हेर्ने है, रेस्टुरेन्ट नै बनायो सिपलाई। यहाँ चाहिँ किवीहरू भन्नाले किवी भन्छ यहाँको लोकलहरूलाई, माओरी या किवी लगभग छैन भन्दा नि हुन्छ। सबै माइग्रेन्टहरू मात्रै, टुरिस्टहरू मात्रै छ यहाँ चाहिँ। रेस्टुरेन्ट छ। अब चाहिँ राति हुन लाग्यो, अब टक्क बार छिर्ने, बियरहरू खाने, भाइब्सहरू बनाउने माहौल जम्न थालिसक्यो यहाँ चाहिँ। टक्क दिउँसभरि काम गर्ने, बेलुका टक्क 2-4 प्याक हान्ने, रमाउने, अनि घर गएर सुत्ने, फेरि भोलिपल्ट उठ्ने, काम जाने। यहाँको गोरेहरूको रुटिन भनौँ न, रुटिन चाहिँ लगभग त्यही नै हुन्छ। यिनीहरूलाई अब हाम्रो नेपाल जस्तो सेभिङ गर्नु पर्यो बच्चाहरूको लागि भन्ने चाहिँ छैन। टक्क घुम्ने, कमाउने, खाने, सुत्ने, उठ्ने, घुम्न जाने है, त्यही हो। त्यति हो यहाँको चाहिँ। त्यस्तो भएपछि अब सरकारले हेरिहाल्छ। 18 वर्ष पुगेपछि चाहिँ यहाँका छोराछोरीहरू चाहिँ फेरि बाबुआमाहरूसँग बस्दैन क्या, घरै भयो भने। बाबुआमाको घर नै छ भने पनि लगभग तिनीहरू चाहिँ बस्दैन छोराछोरीहरूसँग। हेर्नु यो लेकको नजारा। त्यो बोट चाहिँ लगभग 100 सालदेखि चलिरहेछ यहाँ। उहाँ लिएर जान्छ टाढा, अनि त्यसपछि डिनर सिनर खुवाउँछ, अनि लिएर आउँछ फेरि। यो फेरि चारकोलबाट चल्ने खाले हो, कोइलाबाट चल्ने। पहिल्यै जमानादेखिको चेन्ज चाहिँ भएको छैन कि। त्यो दामी नजारा छ। सबजना है लेकमा हेरेर आनन्द टोलाएर बसेका छन्। यहाँको स्ट्रिटहरू चाहिँ लगभग फुलै हुन्छ कि स्ट्रिटहरू चाहिँ। स्ट्रिटहरू एकदमै बिजी नै हुन्छ यहाँको स्ट्रिट। यहाँ मार्केटहरू लगाइरहेछ है, टक्क मार्केटहरूमा बेच्न बसिरहेछ। यस्तो मार्केटहरू लाग्छ यहाँ। बेलुका भएपछि यसो मार्केट, त्यो फुड स्टलहरू जस्तो नेपालमा हुन्छ नि रोडमा, त्यस्तो लाग्छ यहाँ। यहाँ अहिले चाहिँ विकेन्ड होइन आज, अनि विकेन्ड नभएर चाहिँ यहाँ आगो बालेर राखेको हुन्छ, साइडमा चाहिँ चिसो हुन्छ भनेर। आज विकेन्ड चाहिँ होइन, त्यही भएर बिजी चाहिँ छैन त्यस्तो। नयाँ भए यहाँ चाहिँ हिँड्ने ठाउँ हुन्थेन। त्यही पनि बिजी त अलिअलि बिजी नै छ है, मान्छे छन्। सबै पाउँछ यहाँ, कबाब सबाब, नेपाली मोमोहरू। मोमो भनेर नेपाली रेस्टुरेन्ट नै चाहिँ छैन, त्यस्तै स्ट्रिट फुडहरू जस्तै चाहिँ छ यहाँ पनि। 2टा फुड स्टलहरू छ, 2जना नेपाली दाइहरू। अनि अब फर्क्यौँ, यता कति जानु। यो चाहिँ बिजी स्ट्रिट हो है यहाँको। यहाँ म्याक्सिमम बारहरू छ, बार, रेस्टुरेन्ट, अनि कपडाको लागि सामानहरू, एन्टिक चिजहरू पनि पाउँछ। तर धेरै महँगो के, किन्नै नसकिने। अब सुरुमा आउँदा त हामीले जे पनि अब नेपालीमा हिसाब गरिन्छ नि त, विदेश आएपछि। अब नेपालीमा हिसाब गऱ्यो, एउटा चाट खायो भने लगभग अब 1600 पर्यो नि त नेपाली।
1600 पर्यो। अब त्यत्रोको चाट त अब नेपालमा त कहिले खानु भने 1 हप्तामा नि खाइँदैन नि त। अब त्यस्तो भएर अनि हिसाब अब अलिकति युज टु भएपछि बानी परिन्छ अनि छोडिन्छ। अब हुन त हो नेपालको हिसाब गरेर नि भएन, कमाइ त्यही अनुसार हुन्छ नि त। यहाँ कमाइ त्यही अनुसार भएपछि अब हिसाब पनि त्यही अनुसार गर्नु पर्यो। अनि त्यस्तै छ। अब गर्मी लाग्न लाग्छ यहाँ चाहिँ लगभग के अरे एक्ज्याक्ट उल्टो हुन्छ है नेपालको भन्दा मौसम चाहिँ। नेपालमा गर्मी छ भने यहाँ जाडो हुन्छ, यहाँ जाडो छ भने नेपालमा गर्मी हुन्छ। यस्तो दामी दामी एन्टिक बिल्डिङहरू छ। अब यो त थाहा नै छ होला हजुरलाई। यो काठमाडौँ ब्रान्ड चाहिँ अस्ट्रेलिया र न्युजिल्यान्डको एकदमै फेमस ब्रान्ड है। म पनि सुरुमा आउँदा के नेपालीकै हो कि जस्तो लाग्थ्यो, तर नेपालीको चाहिँ होइन, तर एकदमै फेमस ब्रान्ड हो। म चाहिँ टोपी लाएर हिँडिरहेको छु। जिम 3 घन्टा जति गऱ्यो, 2 घन्टा गऱ्यो होला। अनि त्यहीँ नुहाएर साउना बसेर निस्क्यो। त्यही भएर नुहाउँदा अलिकति लास्ट चिसोले हान्यो भनेर टोपी लाग्यो। अब चाहिँ ठिकै भइरहेछ। स्ट्रिट हेर्नु न गाइस, क्या ब्युटिफुल लाग्छ मलाई। मेरो बेस्ट ठाउँ हो यो स्ट्रिट चाहिँ। लाइटहरू हेर्नु न कस्तो दामी। यहाँ चाहिँ पबहरू छ धेरै, सबै पबहरू छ यहाँ चाहिँ। तर एकदमै ब्युटिफुल छ क्या। यो एकदमै ठुलो बोट हेर्नु एकदमै ठुलो बोट। पहिलाको धेरै पुरानो हो कि यो। धेरै पुरानो हो। यो चाहिँ खासमा डिनरको लागि लिएर जान्छ अनि फेरि लिएर आउँछ यहीँ। औन्स्लो भन्छ। सायद 1947 हो कि कहिले सुरु भयो, तर अहिलेसम्म नि त्यत्तिकै चलिरहेछ। भन्नाले डिजेल ग्यासोलिन बिना, ग्यासोलिन नो इलेक्ट्रिसिटी। यो चाहिँ प्रपर चारकोलबाटै चल्छ, कोइलाबाटै चल्ने खाले। पुरा धुवा फाल्छ है, दामी देख्छ यो हिँड्दा चाहिँ। प्लेन गएछ है, प्लेन गयो। अहिले यस्तै गरी प्लेनमा जाने कहिले हो है। यो पहिला सपना हुँदो रहेछ विदेश आउने, विदेश आएपछि घर जान सपना हुँदो रहेछ भने। किन हो यार यस्तो यार। यहाँ चाहिँ फ्री वाइफाई हुन्छ है जहाँ पनि लगभग ठाउँमा। हेर्नु त गाइस, रातको दृश्य है यहाँको। अब उकालो उकालो चढ्नुपर्छ, स्यास्या भइरहेको भने मलाई त। यस्तो दामी छ कि, यस्तो मनपर्छ मलाई।
यो आइयो हिँड्दैछु म अब यस्तो थकै लाग्छ कि अब उकालो चढ्नुपर्छ यहाँ घरहरू हेर्नुहोस् है सब लगभग डाँडामा मात्रै छ घर चाहिँ सबै डाँडाहरूमा हुन्छ अब सिटीमा त सब बिजनेस गर्ने मात्रै बिल्डिङ हुने भयो अनि सब माथि डाँडाहरूतिर अलिकति टाढा ड्राइभ गर्नुपर्नेतिर हुन्छ अब जाने घर जाने खाना बनाउने खानी सुत्ने यहाँ चाहिँ मोस्टली हप्ताको 2 दिन छुट्टी हुन्छ क्या अरे 2 दिन छुट्टी भएपछि आज र भोलि चाहिँ मेरो छुट्टी नै हो अब आज र भोलि यस्तै गर्दै दिन जान्छ भने अहिले चाहिँ यहाँ विन्टर लागिरहेछ विन्टर छ अहिले अब घर जाँदैछु 5-7 मिनटमा पुगिन्छ होला 5-7 मिनटमा पुगिन्छ हेर्नु नि यहाँ हिँड्ने ठाउँ कि यस्तो भयो कति ठुलो छ कि गाडीको रोड जत्रो छ हिँड्ने ठाउँ पनि त्यत्रै छ कि साइकल र हिँड्नको लागि अब यस्तै बनाउनु पर्यो नेपालमा नि भनेर सुरु गर्न लाग्यो त विरोध भइरहेको हुन्छ नेपालमा के गर्नु यो भ्यू चाहिँ अमेजिङ भ्यू छ यहाँ चाहिँ पार्क छ अलिकति यता पार्कहरू छ ल त गाइस है टोपी खोल्नु पऱ्यो अब गर्मी भयो अब गर्मी भयो विन्टर भनेर के गर्नु 4 डिग्री भनेर होइन हिँड्नलाई यसो गर्मी भइहाल्छ ल अब भेटौँला नेक्स्ट भिडियोमा है अब यहाँ त दिउँसो आएको थिएँ 3 बजीतिर आएको रात परिसक्यो अब घर फर्किँदा भनेपछि दिन यत्तिकै गइरहेको हुन्छ भने दिन यत्तिकै जान्छ के जान नि अब जानी खाना बनाउने अब पार्टनरलाई पिकअप गर्नु पनि जानु पर्यो काम सकिएपछि फेरि अनि खाना खाने टक्क सुत्ने त्यही छ हो जिन्दगी ल अर्को भिडियोमा भेटौँला है त स्टे सपोर्ट गाइजहरू